Welcome back to my channel guys. Hello guys. आज हाम्रो अर्को ब्लग. अब हामी अहिले जाँदैछ कहाँ रे? कहाँ जाँदैछ रे ब्रदरहरु? सिङताम. किन जाँदैछ? ब्याडमिन्टन टुर्नामेन्ट खेल्नलाई. अनि केटाहरुले म फिक्स हार्छ जस्तो लागिरहेछ हैन. तर म चाहिँ के भन्छु भने जितोस् भन्छु हैन. अब यस्तो भैँसी जस्तो मोटाको मान्छेहरु चाहिँ नि टुर्नामेन्ट खेल्न गइरहेछ. कहाँबाट जितोस् बिचरा है. अब यता उले चाहिँ जित्छ जस्तो लागिरहेछ. ब्रदरहरुको शुभ नाम के हो भन्दिनु त यता ब्लगमा हाम्रो? सिद्धार्थ. जेन्टलम्यान प्लस भर्जिन पनि हुनुहुन्छ है उहाँ. खुसी लाग्छ मलाई यस्तो यस्तो मान्छेहरु भेट्दाखेरि जिन्दगीमा. अहिले 30 वर्षको म गर्लफ्रेन्ड ल्याएले. के हेरे भन्ने कान बोल्छ. 30 वर्ष भनेपछि 30 वर्षको गर्लफ्रेन्ड भनिरहेको. ए हो मिल्फ. ल गाइज अब हामी एकछिनपछि अर्को भिडियो गर्छ हैन. अब यति लामो पनि के बनाइराख्नु भिडियो हैन. हामी चाहिँ अहिले खै कहाँ हो यो, कहाँ पुग्यो क्यामेरा पनि. हामी चाहिँ अहिले तिमी तारको पुग्यो. नाम्चीमा भिडियो बनाउँछु भनेको बिर्सेछ गाइज. के गर्ने त हैन. अब यस्तै छ. म यति अब दिमागवाला मान्छे पनि हैन हैन. त्यही त फर्स्ट फ्रेस भ्लगर हो है. अब यो गीत नबजाउन कपिराइट लाग्छ फेरि. ए हामी कस्तो दामी देख्दो रहेछ नि. हेर्नु न यहाँ क्यामेरामा. अन्त यस्तो लग्जरी लाइफ छ केटाहरूको छैन नि. हाम्रो छ लामो. ल अब हामी कति बज्यो अहिले? 7:30 भयो होइन. 19:21 भयो होइन. अनि अब हामी होटल बुक गर्न पनि गाह्रो हुन्छ जस्तो लाग्छ मलाई. त्यही पनि गर्न कोसिस गर्छौँ हामी. हो कि होइन गाइज? हो देख्नुभयो तपाईँहरूले? यति सपोर्टरहरू मेरो यति भयो नि काफी हो मलाई. होइन यसरी बोल्ने हो नि. अलिकति चड्के पारा देखाउनु परेन हामीले. सिपी पनि दिनुपर्छ अलिअलि. सिपीको फुल फर्म थाहा छ तपाईँहरूलाई? सिपीको फुल फर्म थाहा छ? चलपल सिपी. अहिले एकछिनपछि अब हामी भात खान रोक्छौँ. अनि त्यतिखेर म तपाईँहरूलाई फेरि भिडियो गरेर मजाले भात खाएको देखाउँछु है त. ओके गाइज बाई बाई सी यू. आई लभ यू. एउटा कुरा त भन्नै बिर्सेछ गाइज. अघि मैले मेरो भुपू मायालीको बहिनीहरू भेटेको थिएँ. यस्तो स्याड लाग्दिरहेको एकछिन मलाई हुन्छ नि. आइया मैले भेटेँ जे होस् है. अनि के गर्नु यस्तै छ जिन्दगी. त्यही भएर तपाईँहरू मायामा नफस्नुहोस्. यही नै सजेसन दिन्छु म तपाईँहरूलाई. किनभने कहिलेकाहीँ बाटोमा यसरी भेट्दाखेरि कति नराम्रो लाग्दो रहेछ कि हुन्छ नि मनमा. सो फाइनली गाइज हामी चाहिँ होटल पुग्यो है. आज यहीँ बसिन्छ. केटाहरू रिसेप्सनमा अलरेडी छिरिसकेको छ. हामी दुईजना गाइजहरू पनि एड भएको छ है आज. दुईजना खतरनाक खेलाडीहरू हो. भोलि जित्नुपर्छ है. भोलि जित्नुपर्छ यो. भोलि जित्नु पर्यो है. यस भेरी गुड. मान्छे भएर यति साह्रो केयरलेस चाहिँ हुनु हुँदैन है. यहाँ होटलमा आइडी मागिरहेछ. आफ्नो आइडी धरि नबोकिकन हिँड्ने मान्छेहरू यस्तो छ है. प्रोग्रामरमा हामी बस्ने रुम पनि देखाउँछ है. रुम पनि बवाल छ. हामी गएर हेरेर आएको थियौँ होइन. दामी छ रुम पनि. साथी आएको छ खेल्नु होइन. एकजना साथी यो भाइ आएको छ हो. भोलि हार्नु लागि. हार्दिनँ म हार्नु चाहिँ. म चाहिँ यहाँ कस्तो लजाको किन सरम. यो कान्छा फेरि यो कान्छा चाहिँ पुरा बोल्छ नि. हाइट पनि यत्रो है. यो कान्छा फेरि यो अब स्विमिङ पुल हेर्ने है हामी.
दामी यहाँ रहेछ होइन भोलि बिहान गर्नुपर्छ स्विमिङ पुल दामी साइजेस गाइजहरू कस्तो फिल भइरहेछ केमिकल हाल्छ अरे तपाईँलाई कस्तो फिल भइरहेछ मलाई त्यस्तै है मलाई त त्यस्तै गरिबहरूसँग त के बस्नु हो यस्तो है कस्तो हामी धनी मान्छेहरूमा ब्याकग्राउन्डमा भन्दै झोलाबाट मात्रै आएको होला त्यो त केयरलेसको थोपडा चाहिँ यस्तो हुन्छ है केयरलेस पर्सनहरूको यस्तो ह्यान्डसम चाहिँ अब यस्तो ह्यान्डसम केयरलेस यु चक्लेटी बोय विल नट फाइन्ड एनीवेयर आई डोन्ट थिङ्क सो तपाईँले वालेट बोक्यो त्यो मोटो वालेट बोक्यो तपाईँ तिमीले बोक्यो वालेट पैसा हालेको मोटो वालेट बोकेँ बोकेन तिमीले बोक्यो वालेट बोकेँ बोक्यो भन न वालेट तपाईँ त मेरो ब्याङ्क हो ब्याङ्क कहाँ वालेट खोइ ब्याग भाइ ब्याङ्क मैले ब्याङ्क ब्याग कुन चाहिँ ब्याग हो गाडीमा ए यस्तो छ है ब्याङ्क हेर मैले पैसा हिँड्ने ब्याङ्क बोकिरहेको छु हिँडेको हेर्न ब्याङ्क ब्याङ्क कति छिटो हिँडेको आमा अलिक बिस्तारै हिँड्नु है ब्याङ्क साल ब्याङ्क लिमिटेड आदिवासी ब्याग बोकिरहेको छ ब्याङ्कले यो सबै पैसा होला होइन ओ झोलाम्यान ब्याङ्कको भुँडी हेर्नु गरिब ब्याङ्कले झोला बोक्नु सक्छ लोनमा छ त्यो क्यामेरा यो ल हामी केही चिज लोनमा लिन्छ त हामी लोनमा दिन्छ त्यही भनेर लामो थाहा नै छैन चुचो नाक बोकेर हाँस्दो रहेछ देखाइन्छु नि पर्दैन यी मैले आफूले देखेर डल्लै देखाउनु पर्यो रुम रङहरू के छ पछाडि हात पर्दैन त्यस्तो अब दामी देखाउँछ है भ्यू जाने बाटो यस्तो छ अर्को ह्यान्डसम गाई अँध्यारोमा पनि टल्किँदो रहेछ यार ऊ अब यहाँ त बाघ पनि रहेछ यार सिंह लायन सिम्बा जीवन्य उलामामा ल हाम्रो चाहिँ उता कुनाको रुम हो होइन केटाहरू यता बस्छ होला पाण्डा रुबेन केयरलेस म्यान हिज हियर ओके ल है खतरा यस्तो छ है रुम चाहिँ एस्थेटिक छ त यहाँ तर यहाँ मजा आउँछ होला है पार्टी खान लिएर आउँछु बटबटे यहाँ गन्डो कोट्याएको छ क्या कोट्याइरहेको रहेछ नि अम्बो होइन होला तिमीलाई के त त्यो चरम आनन्द अम्बो ट्रिप हान्दिने हो होइन मोट हाम्रो हग्ने ठाउँ चाहिँ यस्तो छ है खाना खाँदैछ है खाना खाँदैछ दामी यो माछा हो यो के अरे बटर चिकन जिरा राइस माछा त्यहाँ छ यो नर्मल चिकन करी दह्रो घिच्दैछ है सबैजना रास खाएको है हामीले आज रास अम्बो डेन्जर खायो एक ग्लास मिठो हाल्नु त मलाई थुकाउने गरी खायो नि हौ ल ओ एकचोटि फेरि चुसा त मजाले जुस चुसिरहेको छ खुसी लागिरहेको होला उसलाई साइल ड्याडीले डेन्जर खायो ब्याङ्क हो मेरो एनीवेयर आई गो
म निर्धक्क साथ हिँड्न सक्छु होइन उहाँले गरेर, किनभने जहाँ पनि अब मलाई अरूले तपाईँलाई कार्ड कि क्यास भन्छ होइन, म चाहिँ साहिल भनिदिन्छु। कार्ड कि क्यास भनेर सोध्यो भने म साहिल भनिदिन्छु, अनि उहाँले सबै तिर्नुहुन्छ। हो कस्तो अस्ति हामी म त्यस्तो खालको मान्छे, अनि हामी अलिकति धनी नै छौँ हामी है। रोग लाग्छ है त्यस्तो नगर्नु, एक्लै एक्लै खायो भने त। अलि मजाले चाट्नु न हौ। ए बोय, अब हामी जाने हो। कता जाने हो? बिजुली बनेर बेस्किन एन्ड रोबिन्स दिनु न हौ अलिकति त खान्छु नि। हुँदैन होइन खाने हो। चम्ची लिएर आऊ। कहाँबाट ल्याउने हो चम्ची? ए यहाँ बाहिर छ त। हुँदैन छ त्यही चम्चीले खाने। म भाग्छु, मलाई भेटेछ भने सही हो। बेलायकन दबाएको छ भर्खर। गुप्ताजी भुतु के थुक्क तिमीहरू दुईजनालाई मात्रै ल्याएको होइन आइसक्रिम पक। लास्ट लो बिहारिनहरू कहाँ गएको दुईजना? तिनवटा त ल्याउनु पर्छ नि, यस्तो छ बिहारमै। के हो यहाँ? सानो फन पार्क पनि रहेछ हौ। यताबाट हो दा, चुसे यताबाट हो दा, चुसे यताबाट हो दा। चुसेको हेर्न आउला कस्तो चुसेको आम्मामा। चाट्नी र चुस्नी बाहेक केही गर्न आउँदैन उसलाई चाहिँ। फेरि ऊ हेर्न ल चाटेको हेर्नु। कहाँबाट हिँडेको? आफ्नै बाटो बनाएर हिँडिरहेछ। यहाँ त पुल पनि छ त हौ। खुसी खुसी टट टट गर्ने हो यो। तिरिक तिरिक गर्छ। ल तपाईँहरू कमेन्ट गर्नुहोस् गाइस, यो बिहानसम्म भरिन्छ कि भरिँदैन भनेर है। 50,000 कमेन्ट गर्दा हाम्रो आइपिदाकै भर्दै गयो भनौँ न। त्यही त यसो नै परेको छैन हौ के को ठ्याएर। सेक्सी बक्सर लगाएर हिँडिरहनु भएको छ। यहाँ चाहिँ पौडी खेल्न मिल्छ होला हौ अहिले। यहाँ यस्तो लेखेछ है, स्लिपरी वेन वेट अरे। भनेपछि केटीहरू आउनु नहुने ठाउँ रहेछ यो। हो कि होइन भन्नु त? हामी त वेट हुँदैन। के हुन्छ? हामी खै के हुन्छ हौ हामी? साँच्ची के हुन्छ है हामी? यो त मैले गाइस तपाईँहरू कमेन्ट गर्नु है, हामी केटाहरू के हुन्छ? ल तपाईँहरू कमेन्ट गर्नु गाइस। सबैजना स्विमिङ खेल्न सक्छ तर रुबिन सक्दैन। ए कसरी? किन टी सर्ट लगाएर दिँदैन? मैले अर्कै टी सर्ट लिएर आएको छु। डोन्ट वरी, दिनै पर्छ। टी सर्ट लगाएपछि त्यो जिउको सेप चाहिँ हराउला जस्तै। टी सर्ट लगाएर स्विमिङ गरेर चाहिँ तिम्रो जिउको सेप चाहिँ छ्याप्पै हराउँछ नि। कहाँ यो आफूलाई आफ्नो मन सन्तुष्टि हो नि। मेरो मनलाई त त्यो यो मैले मेरो सबकन्सियस माइन्डलाई, मेरो मनलाई स्क्याम हानेको हो कि त्यो टी सर्ट लगाएर, बुझ्नु हो? सुन्दर होटल एन्ड रिसोर्ट वेयर पिस मिट्स ट्र्याङ्क्विलिटी। त्यो भने मिनिङ दियो भन न। आई डोन्ट गिभ अ फक अबाउट दिस शिट। ट्र्याङ्क्विलिटीको मिनिङ भन न, प्रनाउन्स गर त।
ट्र्याङ्क्युलिटी फेरि ए भन्दिनँ है क्यामेरामा हेरेर एसेसिबिलिटीको लाडो झन् त्यो त यसको स्पेलिङ गरेर यसको जिराफ स्पेलिङ जिलामास जिआइएफएफ इरा जिआइएफएफ इरा जिआइएफएफ इरा जिआइएफएफ इरा जिआइएफएफ इआरएफ होइन भयो त त्यो त नि त ऊ औ बाघ कस्तो हेरि त भयो जिआइएफएफ जिराफ के हुन्छ हौ बिर्स्यो हौ अब त्यो थोरै न नर्सरीमा पढ्दैछु म अहिले भाइ लाज दाज त पचाएको मैले नपचाउ तिमीलाई त्यो पचाउनु हुँदैन त्यो हुन्छ। खराब लाग्दो कुरा ल फेरि आएँ म लाज पचाएर डिसिप्लिन छौँ है तपाईँहरूले पनि सिक्नु है हामीबाट केही सिक्नुपर्छ तपाईँहरूले